नमस्ते साथीहरू, आज म तपाईहरूलाई एउटा यस्तो फिल्मको कथा सुनाउन गइरहेको छु जसले ढुङ्गा जस्तो मन भएको मान्छेलाई पनि रुवाउन सक्छ। यो कथा हो जापानी एनिमेसन मास्टरपिस ग्रेभ अफ द फायरफ्लाइजको। यो केवल एउटा फिल्म मात्र होइन, यो युद्धले निर्दोष बालबालिकामाथि गर्ने अत्याचारको एउटा ऐना हो। कथा सन् 1945 सेप्टेम्बर 21मा जापानको सानोमिया रेलवे स्टेशनबाट सुरु हुन्छ। एउटा 14 वर्षको केटो सेइता भोक र बिरामीले थलिएर स्टेशनको एउटा कुनामा कुहिएर मर्छ। एउटा सरसफाई गर्ने मान्छेले उसको खल्तीमा एउटा पुरानो फलफुलको मिठाईको बट्टा भेट्छ। उसले त्यो बट्टालाई फोहोर ठानेर बाहिर झाडीमा फालिदिन्छ। त्यही फालिएको बट्टाबाट सेइताकी सानी बहिनी सेत्सुकोको आत्मा र सयौं जुनकिरीहरू बाहिर निस्कन्छन्। यहाँबाट कथा फ्ल्यासब्याकमा जान्छ। युद्धको विनाश। केही महिना अगाडि दोस्रो विश्वयुद्धको अन्तिम चरणमा अमेरिकी विमानहरूले जापानी शहर कोबेमा आगोको बम वर्षा गर्छन्। मानिसहरू ज्यान जोगाउन यताउता भागिरहेका हुन्छन्। सेइता र सेत्सुकोकी आमा अगाडि जान्छन् र बच्चाहरू पछि आउँछन्। तर बमबारी यति भयानक हुन्छ कि उनीहरू छुट्टिन्छन्। पछि सेइताले आफ्नी आमालाई एउटा विद्यालयको अस्थायी अस्पतालमा भेट्छ। आमाको पूरै शरीर जलेको हुन्छ। केही समयमै आमाको मृत्यु हुन्छ। सेइताले यो कुरा सेत्सुकोलाई भन्दैन, उसले आमाको मृत्युको रहस्य लुकाउँछ। आमा बितेपछि उनीहरू आफ्नी एक टाढाकी सानी आमाको घरमा बस्न जान्छन्। सुरुमा त सानी आमाले राम्रै व्यवहार गर्छिन्, तर जब खानाको अभाव हुन थाल्छ उनको रूप बदलिन्छ। उनले बच्चाहरूलाई भन्न थाल्छिन्, तिमीहरू देशको लागि केही काम गर्दैनौ, केवल खाना मात्र खान्छौ। उनले सेइताकी आमाका महँगा लुगाहरू बेचेर चामल किन्छिन्, तर बच्चाहरूलाई भने पातलो खोले मात्र खान दिन्छिन्। यो अपमान सहन नसकेर सेइताले आफ्नी बहिनीलाई लिएर त्यो घर छोड्ने निर्णय गर्छ। सेइता र सेत्सुको एउटा नदीको किनारमा रहेको पुरानो बम सेल्टरमा बस्न थाल्छन्। सुरुमा उनीहरूलाई यो एउटा साहसिक खेल जस्तो लाग्छ। एक रात ओडारमा अँध्यारो भएपछि सेइताले धेरै जुनकिरीहरू समातेर भित्र ल्याउँछ। ती जुनकिरीको प्रकाशमा दुवैजना धेरै खुसी हुन्छन्। तर भोलिपल्ट बिहान सबै जुनकिरीहरू मर्छन्। सेत्सुकोले ती मरेका जुनकिरीहरूका लागि एउटा चिहान बनाउँछे र सोध्छे, आमा किन यति चाँडै मर्नुभयो, यी जुनकिरीहरू जस्तै? यो सुनेर सेइता स्तब्ध हुन्छ र पहिलो पटक रुन्छ। बिस्तारै उनीहरूसँग भएको चामल सकिन्छ। सेइताले किसानहरूको खेतबाट आलु र अन्न चोर्न थाल्छ। एकपटक त ऊ चोरी गर्दा समातिन्छ र धेरै कुटाई पनि खान्छ। खानाको कमीले सानी सेत्सुको कुपोषणको शिकार हुन्छे। उसलाई पखाला लाग्छ र शरीरभरि घाउ खटिरा आउँछन्। सेइताले डाक्टरलाई देखाउँछ, तर डाक्टरले भन्छ यसलाई औषधि होइन, खानाको खाँचो छ। तर युद्धको समयमा खाना कहाँ पाउनु? सेइताले थाहा पाउँछ कि जापानले हार मानिसक्यो र उसका बुबा, जो सेनामा थिए, को पनि मृत्यु भइसकेको छ। ऊ एकदमै टुटेको अवस्थामा ओडारमा फर्कन्छ। उसले सेत्सुकोका लागि केही फलफुल र खानेकुरा ल्याएको हुन्छ। तर सेत्सुको अर्धचेत अवस्थामा हुन्छे। उसले साना ढुङ्गाहरूलाई मिठाई सम्झेर मुखमा हालिरहेकी हुन्छे। सेइताले उसलाई खरबुजा खुवाउँछ, तर त्यो नै उसको अन्तिम खाना बन्छ। केही समयमै सेत्सुकोले यो संसार छोड्छे। सेइताले आफ्नी बहिनीको शरीरलाई एउटा डोकामा राखेर बलाउँछ र उसको अस्तुलाई त्यही मिठाईको बट्टामा राख्छ। अन्तत सेइता पनि त्यही रेलवे स्टेशनमा भोकले मर्छ।